सबैजनालाई सेवा हुआ सबैजना सन्चै तुइने होला कस सन्चै तुँ इसेको ब्लग चाहिँ गोकर्ण जङ्गल गति के सबैमा खानु मो राति इसेको ब्लग सबैजनालाई सेवा हुआ सबैजना सन्चै तुइने होला कस सन्चै तुँ इसेको ब्लग चाहिँ गोकर्ण जङ्गल गति के सबैमा खानु मो राति इसेको ब्लग सबैजनालाई सेवा हुआ सबैजना सन्चै तुइने होला कस सन्चै तुँ इसेको ब्लग चाहिँ गोकर्ण जङ्गल गति के सबैमा खानु मो राति इसेको ब्लग सबैजनालाई सेवा हुआ सबैजना सन्चै तुइने होला कस सन्चै तुँ इसेको ब्लग चाहिँ गोकर्ण जङ्गल गति के सबैमा खानु मो राति इसेको ब्लग नबी छाती टिप्ला टिपीको तौलन कम त घिमाली न हो आया ल मितु नि दुईटा छाची एउटा चाहिँ बहिनी छा एउटा चाहिँ हमी अनि मितु नि हमी चाहिँ बुढा छ त्यही अब के चाहिँ नबी जङ्गलमा भिजिटमा मगाएको थिएँ एकदम सल्लाह मी पातो त्यस्तो चिप्ला छिरेछ उकालो लयमा साह्रै गाह्रो थियो ल सल्लाह दाना कुरा चाहिँ खानु म छाची वा आमा यहाँ कुरा नुमको छाची नग आतामा कुरा नुम नजाल हेलो हेलो सेवा हाउ आर यु सन्चै दिनी सन्चै दुनी हेलो चमालुङ एउटा भयो हुन्छ लु के हो यो खोइ यता देखाइसु त के हो यो खाने होइन नि यसको के गर्ने हो अब यहाँ हाल्नुहोस् ल हो यो बोकेर हिँड्नुहोस् अनि यहाँ हाल्दै हिँड्ने है ज्ञानीहरू नभए चाहिँ छाके सबैजना खानु त्यो कतिको जङ्गल बिसलाम दाना खोइ बहिनी हुन्छ चाहिँ मिठो नि धाम्तो खाथेँ कति म जङ्गल के गोकर्ण जङ्गल एकदम रमाइलो थियो अब हत्तामा हाम्रो चाहिँ नापटक्क काठमाडौँ सहर चाहिँ हो दिएको थिएँ ल दिएको थिएँ कि मलाई नि पर्खै कल उहाँनु कम त भुसी मिन तिन भाइ ने उकालो लैमा साह्रो चाहिसी गले हौ ल नगदिन छिसी मिरा छ छिसी मिको भिडियोमा न फेरि त युट्युबमा कता त्यो एकछिनको लागि चाहिँ नाबी म चाहिँ नाल्पी घुमाम पऱ्यो गोकर्ण जङ्गल मियालाई आम पऱ्यो भिडियो गोकर्ण जङ्गल इसे घम त रमाइलो छाको मान्दैन नाबी चिप्ला छ त रुमधुम त म आएको थिएँ आया त घिमाली हिँड हौ नापी मिनाची चाहिँ खानु मन छ त टिकटक भए मिचो गन त घिमाली न मिनाचीसँग गएको थिएँ एक दिन लैमा छिन टिकटक भए मिच्के थिएँ यी बोतल यहाँ छ बोक्ने हो नगछ बहिनी हुन्छ के अङ्कित राई के छ नमस्कार गरिदिनुहोस् त ल चिप्ला छ के चिप्ला छु त लाम्दै कता लाम त अघिमा नि यता बत्ता खुरमा त रहन के लु ल म नेमा खाऊ आम छाइ वातामा घुम्न चाहिँ खाते गएको थियो के खाइ यस्तो चाहिँ हट टेरीको गोकर्ण जङ्गल नै ल के चाहिँ शहीद पार्क त्यही थाहा कि ल शहीद पार्क जाऊँ त हजुर अब न इता चाहिँ तुमा थालामु तु चाहिँ उकालो हुनु भएको तुई गाला साना उकालो नुमधुममा त नखानु होइन भि जे तारिकेको ओक मिनाची खैनी कम टाइ पाइन धेरै घिमेको खाने म बि नगद फेरि यो किनकल भतमा नबेखाउँ त नबेखाउँ सेवा हो छाज खापमाले घिमा यस्तो अवस्था बिगेदिक नै ल यस्तो रमाइलो त यो रमाइलो डाँडा अझ शहीद पार्क पछि न 2-3 ठाउँमा चाहिँ ठाउँ आएको थिएँ तर आतामा भिडियो चाहिँ भ्लग चाहिँ म नगते
इसे चाहिँ खुब ब्लक मुमा लोग गलाइछ अब मुमा छैन अझै सिने लु के नगा चाहिँ ट्याङ्की होला ले यहाँले गलाइछ फिक्स थाहा चाहिँ छैन कि यति ठुलो दुई किन ख एकदम ठुलो ल छाती भुसिमीको तलको हगीमा मुइमुको चाहिँ खानेर जहिले हम चुरोटा हुपी ए नाप्न खाऊ ए खाऊ नग फेरि मिनाजी चाहिँ न घुमाएको टाइम गरेर छ नपछि लाइमा पऱ्यो कसै कसैले फेरि यहाँ लात्न गिमहरू पिउँदै नथाइ यहाँ के थाइ यहाँ गीत मुसु मुसु गीत थाइ यहाँ होती नेमै सन चल जाने नि नपकान पर्ने घिमा लियो अब चाहिँ फेरि डेटिङ चाहिँ यहाँ चाहिँ गर्छु दुईजना ठुलो नेमा हुँदैन अब सुतेँ फेरि साझी हाल्न पनि झिन त फेरि पाती गति मैनी छिटो थाहा चाहिँ ल यता चाहिँ थाहा म अर्को चाहिँ मैनी यहाँ पिक यहाँ चाहिँ छिटो भुस्सा है छिटो जङ्गल त हो त यो अब त्यता त डर लाग्छ लु हिँड त जङ्गलमा त्यो चाहिँ जङ्गलमा खादेखि हिँड्छ हो डाइरेक्ट घिमे छिन्छ इसेको ब्लक चाहिँ लामा चाहिँ होला कि साइड पार्कमा चाहिँ ट्याङ्की होला साइड छाती चाहिँ मेमेनी ताला धुरामी पछाडि भ्लका गर्दा अब नाम्बा मुखमा तिम्रो छादुर हो छाती ताला धुरामी पछाडि छारी भाखारी लुम्दो मगती नगो कर न जङ्गल बिने कम्ता जोरी जोरी मान्छे त मिना चिने राम राम जोरी भन्दैन सो तिमीन हो गाह्रो थियो जिन्दगानी दी आधी आएको रहेछ कि आमामा धेरै मजाको सल्लाह जिगाम त आएको थियो आत्तामा खाउँमा चाहिँ आत्तामा फिल्म कति आएको त पुरानो फिल्म त्यति आएको बाहिर त पनि सट्ट गुन्डा भइरहनेलाई कलमा बेला त्यहाँको सिन चट्टसँगले है के छ ठिक छ त्यहाँको चाहिँ के गो गर्न जङ्गल चाहिँ काठमाडौँ चाहिँ हिँड्छ एकचोटि चाहिँ घुमासु स्थानीय हेर्नु त जङ्गल त देखिन्छ तर टुप्पा देखाउनलाई यस्तो गर्नुपर्ने रहेछ क्या गाह्रो छ अवस्थाहरू खानु नदी चाहिँ तानी निमिन हँस धाप्छ के धाप्छ के नभ धाप्छ दाइ घिमेकोले पनि खाने धाप्छ म अर्को छ धाप्छ फेरि धाप्सिमी हो काम त घिमे पनि हो नचिने बाँधा र तुचिर चाहिँ फेरि बाँधा र कल्छी लान्छ हामी के नचिने लु खानु त बाँधा र कल्छी लान्छ ल बाँधा र खानु बाँधा र ए तल पो रहेछ धेरै त खै यहाँ पो रहेछ जुम गर्दा राम्रै देखिँदैन क्या बाँधा र खानु मैले त हिँड काम त के बाँदरै भन्छ भाषा खोइ बाँदरै होला हौ सायद मलाई थाहा भएन के छ नि है मेरो नजिकमा त टिकटक मिसिन भिडियो मिसिन हो एउटा जङ्गल थाहा भन्दा सारी हुन्छ है चिन्तु तुमी त्यो सारी हुन्छ है खाना सारी हुन्छ टिकटक मिचेको थिएँ बाँधा र लम्दै खानु मलाई
ना बाँधेर लुम्दै बिगती चेसाइड पार्क नापी चाहिँ बेस्ट के छ ठिक छ रमाइलो छ के छ अङ्कितको खबर ठिक छ सोमुको के छ ठिक छ हेर त मम्मी उता जाऊ न दाइ सारा रुपियाँ गल्ने माथि जाऊ न अब जङ्गल भने माथि जाने के गौमी यता हो माथि जाने के मास्तिर उता ए कहाँ त्यता लड्नेतिर हिँडेको मासतिर होइन न मासतिर यता 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 माथितिर कति राम्रो राम्रो घुम्ने ठाउँ छ माथितिर हो त लु अङ्किततिर कता रे कता के हुन्छ त्यतातिर दाइ घिमे जङ्गल नगएको चेची हो नगएपछि चाहिँ आफू त हिचकेर छ ए ल आएको ठाउँ उत्काकै दिँदैन फेरि भाडा नि हो भा नि छिटो यता जानुपर्छ कि शहीद पार्कतिर आउनु न शहीद पार्क जाऊँ यस्तो राम्रो छ शहीद पार्क ल नगर चाहिँ नाखी वाका त हो दाइ घिमेको त्यसैको भ्लग चाहिँ अतिआकै त्यही बाँधेर दुखेको देखिनको छ नसासे दाइ घिमे गर सबैजना लट्ठी कुरा चाहिँ यति हो सिर्कना कुरा चाहिँ बाँधेर कलती त चाहिँ कुकुर सानो आमा बाँधेर काम त धेरै मान्छे त नबाँधेर कुकुरको तलुमा ठ्याक्कै छ आमा करा सारेछ दाइ घिमे गले दादामा लिएर महँगो भने गल है चटपटी खानु पर्यो भनेर लिएको त हिन्दूले आइसक्रिम खाएर सिधाउने भयो बाँदरले खोज्छ आइसक्रिम देखाउ त यता खै आइसक्रिम अङ्कितको लु नाच एकचोटि नाच त म खाता कोक दुँ खामा खाता खै कता छ ए ल म अहिले खिच्छु ल कोक दुँ खामा खाता म धेरै नखाने हो नबाँधेर नै गाठी चामाको ठोकाने कम्ता धुई पाइलो त्यो न हौ सुला सु आउँछ चामाको ठोका त बाँधेर खुस खाना दाइ घिमेगलको चाहिँ न भिडियोमा यहाँको नजिक खटाइ चाहिँ छ्या दाइ हाल जाछी गले न आइसक्रिमसँग दिमागै खराब चाँदेर उसी आइसक्रिम त खायौँ दाइ हामीले आइसक्रिम धेरै चामा हुँदैन खोकी लगाएको थिएँ टन्सिल चाहिँ थाहा मान्छ मिनाक्षीलाई ल नगप न खुब रमाइलो हिच गर्छ त साँची भने राम्रो यहाँभित्र छिर्नुपर्छ है हामी छिरा छिमी गर्छ छिरा छुमा सिक्यो यहाँको नगर्छ फेरि आसाम पिच्छेले आइसक्रिम चाट्नु देऊ मलाई पनि आँखालाई चिपे दाइ रुपिकले आइसक्रिम चुङ्पर्छ आइसक्रिम चुङ्पर्छ दाइ ठुस्का चिको दिन चाहिँ हिँड लु म फेरि किनिदिन्छु के मा चुसी चुसी लङ्गा तुगा हौ नगा चाहिँ आइसक्रिम चुङ्पर्छ दाइ ठुस्का ची
दिनुस् त अङ्कित चौमुलाई ग्यास दिनुस् त म भिडियो गरिराखेको छु कतिको ज्ञानी रहेछ खै गुड फेरि पनि एकचोटि चाट्नु दिनुस् ए मलाई गुड फेरि पनि दिएको ल हिँड्नुहोस् मलाई उस खुसी छ अरे यहाँले मिठाको भिडियो ओइ और आलू लाउँदै मिको खानु नाति बिस्तारै हो त्यही भएर अलिक गाउँ घरतिर पनि जानुपर्छ लड्छ होला नि आज यिनीहरू मिको खानु थिएन बिस्तारै हेरेर एकदम ध्यान दिएर त्यही घिमा दिएको लुम्जु मिचीको पछि ल यहाँनिर त लड्छ होला हौ लौ त बहादुर देखाउ त सुर्का चिज के किन तल झरेर हिँड्नु न हौ मुना चाहिँ काम तामान तुम बाबु पनि हिँड्न सक्छ भिडियोले जङ्गल मेका भए सबै बस्ती साधु रहथ्यो नक त यहाँ लामो कलिसे यहाँ लामो न कैसे घामलाई यता हो नकप्ने किङमा लामो घाँकीका लड्छ है भिडमा लड्छ लड्यो भने त फेरि घाउ हुन्छ नि कस्तो लचिलो रहेछ त नखाउ हिँड है लड्छ अब चाहिँ चटपटे चामल चाहिँ होला कि 100 जति नि कालो ल अब च्याम के चटपटे चामल अझै खुन भएन ल चटपटे च्याम अब चटपटे खाएर चाहिँ फाइनली घर जाने है गाइस तपाईँ पनि खानु न खाइहाल्छु नि हौ सुकामा चटपटे खाएको घर बसातको भाइ गएको हो अब चाहिँ खिम्ला सेकाएको के काएको चाहिँ साँची अगाडि लाउँछ भेजी म चाहिँ नापिगाल आसँग टुक्कै यमीको अङ्को त रहेछ ल अब घर हिँडेको अब चाहिँ अन्तिम के नगो चाहिँ नगो त्यहाँको रहेछ नगो खिच्चामा पऱ्यो खमा खानु पऱ्यो हो नगरले मजाको रहेछ त हौ मुना चिनाप थिएँ नगरमा एकदम मजाको मुजको रहेछ त लड्छ है अङ्कित अब चाहिँ फाइनल के बाई बाई टाटा